गाइज, वेलकम टु माई भिडियो। तपाईहरुलाई स्वागत छ मेरो भिडियोमा। अनि साथीहरु, आज चाहिँ हामी धान रोप्नको लागि दमक जान लागेको थियौं। पानी परेर यस्तो डिस्टर्ब भइरहेको छ। अहिले पनि पानी अलिअलि परिरहेछ। अनि अब चाहिँ हामी कसरी जाने भन्ने एकदमै भइरहेछ। आज गाडी पनि जान्छ कि जाँदैन। अनि आजको भिडियो चाहिँ के कस्तो हुन्छ तपाईहरुलाई म देखाउने नै छु। मैले मुखै नदिकन भिडियो पनि स्टार्ट गरिरहेको छु। अनि साथीहरु, हाम्रो रतुवा खोला चाहिँ यस्तो ठुलो आइरहेको छ। म तपाईहरुलाई देखाउँछु ल। गाइस, देख्न सक्नुहुन्छ बाढी यस्तो बेसी आएको छ यहाँनेर चाहिँ। यो चाहिँ रतुवा खोला हो। यहाँ देख्न सक्नुहुन्छ साथीहरु, बाढी यति ठुलो, राति यस्तो ठुलो पानी पर्यो, यस्तो ठुलो पानी पर्यो। खोला यत्रो बढिरहेछ। गाइस, आज कसरी हामी जाने? अझै पानी पर्ला जस्तो भइरहेछ। आकाश यस्तो भइरहेछ साथीहरु, यस्तै छ। अब चाहिँ साथीहरु रेडी भएर हामी जाँदैछौँ। पानी परेर यस्तो बिजोग भइरहेको छ यहाँनेर। हाम्रो काली बिरालो पनि छ, यसलाई पनि लाँदैछौँ नि त। त्यही भएर ऊ अगाडि यहाँ रेडी भएर बसिरहेको छ। अनि यहाँनेर चाहिँ हाम्रो सामानहरू छ साथीहरु। यहाँनेर चाहिँ यस्तो साह्रो भयो कि यहाँनेर बोकेर ल्याउनु नि त यो बाटोदेखि। यस्तो गरम छ। अब चाहिँ साथीहरु हामी जान्छौँ। भिडियोलाई हेर्दै गर्नु होला। हेर्नु न साथीहरु, जानुपर्छ भनेर यसले पनि जाने चिनेको क्या। मान्छे पछाउँछ नि त यसले। अनि यसलाई पनि हामी साथै लाँदैछौँ। घरमा चाहिँ पुराले टोक्छ भनेर चाहिँ हामी यसलाई पनि लाँदैछौँ। हेर्नु न, यस्तो बर्खा लागेर पानीहरू यसरी झर्छ नि त माथिदेखि। अनि बाटैभरि पानी नै पानी छ हैन। हिँडेर आएर यहाँनिर मैले बोर्कीमा राखिरहेको छु। अनि भिजेर पुरै सिक्सिको मानी गाइसहरु, हामी आज चाहिँ हामी आइसक्रिम बनाउँदैछौँ। गिलिगिली छ। साथीहरु, यहाँनिर चाहिँ मैले रेडी गरेको छु। अब चाहिँ कस्तो हुन्छ फ्रिजमा राख्छु है त। म 5 जना छौँ, हामीले 5 वटा बनाएको छौँ। त्यो राख्ने राख। खै यहाँ ल्याउ त। बहिनीले चाहिँ यो चम्ची राख्छ अरे। ल बोक। हामीले चाहिँ बनाएर पनि राखिसकेको छौँ ड्रिप फ्रिजमा। हेलो गाइसहरु, मेरो टाउकोमा चाहिँ घाउ छ। तिम्रो घाउ देखाइदेऊ न। गोला छ। खै देखिएन हौ। गोला छ। लुकेको छ नि। यहाँ देखिरहेछ। यो के हो यस्तो? डरै लाग्दो। लु छोडिदिनुहोस्। साथीहरु, अहिले चाहिँ हामी भुजा किन्नको लागि जाँदैछौँ, चटपटी बनाएर खानको लागि। अनि साथीहरु, अब चाहिँ हामीलाई भोक लाग्यो नि त। खाना अघि खायौँ। अनि अहिले चाहिँ हामी जाँदैछौँ। यहाँनिर चाहिँ हाम्रो बहिनीहरू भन्छ मेरो कपाल सुतेर उठेर यस्तो भइरहेछ। कहाँ हो दोकान? अनि हामीलाई चाहिँ यहाँ दोकान पनि थाहा छैन। बहिनीले लाँदैछ साथीहरु। साथीहरु, हामी चाहिँ अहिले त्यो लड्छ भनेर अहिले चाहिँ हामी भुजा किनेर जाँदैछौँ। हाम्रो भुजा चाहिँ यहाँनिर छ। भुजा र चाउचाउ। अनि यहाँनिर चाहिँ हाम्रो बहिनीको चाहिँ घाउ निस्केर कपाल 2 ठाउँ उयो गरिरहेको छ, ताछिरहेको छ। ताछेको भन्नाले काटेको छ। कस्तो डरलाग्दो घाउ भइरहेछ। बहिनी बिचरा हिजो हस्पिटल लगेर ल्याउनु भयो अरे। त्यही भएर गरेन, हेर्यो मात्रै हैन, लाइट बालेर। अनि हैन वजन नापो। अनि केही पनि भएन र स्याम्पू मात्रै दियो। हो। फेरि हाम्रो बहिनीको लुगा यस्तो सेक्सी लेडी छ नि त हाम्रो पनि। यो चाहिँ के अरे भाइरल रोड अरे साथीहरु। हामी चाहिँ अब जाँदैछौँ। अब चाहिँ हामी
चटपटी यहाँनिर बनाएर पनि खाइसक्यो। म चाहिँ यहाँ बाल्टीमै खाँदैछु। अनि यहाँनिर हाम्रो कस्तो छ चटपटे। अनि यता बहिनी मम्मीले पनि खानु हुँदैछ। साथीहरू अब चाहिँ हामी धन्दा गर्न लागि पनि खाएर मात्र हुँदैन, धन्दा पनि गर्नुपर्छ। अब हामी चाहिँ सरसर धन्दा गर्छौँ। यहाँनिर चाहिँ हाम्रो आकृति बहिनी छ, भोलिको बर्थडे गर्ल। अनि आज चाहिँ कपडा किन्नलाई एकदम एक्साइटेड। कतिको खुसी लागेको छ। लागेकै छैन किन? अनि अब खोइ अरे खोइ। अनि साथीहरू अब चाहिँ हामी धन्दा फटाफट गर्छौँ। के गर्यो तिमीले? टोक्टोबाट के होला? तिम्रो चम्ची हो है। धाराले बोकेर हिँड्नु मिलाइरहेछ। यो सुँगुरको बनाउनु थालेछ है बहिनी। अन्त मलाई त बनाउँदैछ। छिटो खानु न हौ। भातै भात अनि भातै भात हामीलाई घाटा हुन्छ। हामीलाई घाटा हुन्छ अरे मलाई। जमिन मात्रै साह्रो हो। कस्तो घाटा लाग्छ घाटा भनेको के हो? बच्चालाई त्यो घाटा भनेको मम्मीले सोध्यो जस्तो होइन बच्चा छिटो गर्नु न। हाम्रो घर बेच्नु पर्छ बच्चा बेचेर भने त घाटा हुन्छ अरे हामीलाई। ए मान्छे त साइडमा राखेर छ। के भयो? मेरो मोबाइलमा फुल ब्याट्री छ। कति? तिम्रो छोराछोरी जन्मिँदा पनि सक्छ भिडियो बनाउनु। एउटा तिम्रो भ्लग चाहिँ के भयो? तिम्रो भ्लग चाहिँ तल के भयो पनि? हामीले धन्दा गरिसक्यौँ। र साथीहरू अहिले चाहिँ हामी यहाँनिर बहिनीको बर्थडे सेलिब्रेसन गरिरहेका छौँ। बहिनी चाहिँ घर फर्किहाल्ने हो नि त, त्यही भएर अनि सबै चाहिँ छुनाको तर्फबाट गरिदिनु भएको थियो। अनि हामी चाहिँ सबैजना यहाँ भेला भएर चाहिँ यहाँनिर बर्थडे सेलिब्रेसन गर्दैछौँ। साथीहरू बर्थडे चाहिँ भोलि हो, तर आज नै भोलि नभ्याउनु भएकोले गर्दाखेरि चाहिँ आज नै सबै गर्दैछौँ। साथीहरू बहिनी चाहिँ गयो आज, भोलि उसको बर्थडे छ, त्यही भएर किनमेल गर्नको लागि यहाँ फेरि। ए ऊ यहाँ छ, यहाँ छ है। अनि साथीहरू अब चाहिँ हामी जान्छौँ। गाइस अहिले चाहिँ एकदमै रात परिरहेको छ। यहाँनिर चाहिँ मैले माम बसाइरहेको छु। यहाँनिर चाहिँ दुध बसाइरहेको छु। लाइन पनि गएर अन्धकार छ। यो बहिनीले हेर बिरालोहरू माथि माथि चढाएको। अनि साथीहरू अब चाहिँ हामी खाना खान लागेको छौँ। आज चाहिँ हामी सिम्पल खाना खाने। यहाँनिर माम छ, माम अनि त्यस पछाडि दहीसँग खान्छु। यो दुध चाहिँ बिल्लीको लागि अनि बहिनीको लागि। लाइन गएर पुरै अन्धकार छ गाइजहरू, यता बाहिरतिर देख्न सक्नुहुन्छ। दुईजनाको बसाइ यस्तो छ।
लाइन जाँदाखेरि त उहाँ तल त बल्दो रहेछ त नि साथीहरू लाइन गएर बिजोक छ हाम्रो बिजोक र साथीहरू अहिले चाहिँ हामी एकछिन बाहिर निस्केको छौँ हामी पसलमा चाहिँ हामी पानीपुरी खानको लागि हामी गएको थियौँ अनि बहिनी र मैले चाहिँ यहाँनिर पानीपुरी खाँदैछौँ हाम्रो बहिनी चाहिँ देख्न सक्नुहुन्छ साथीहरू पानीपुरी मुखमा अटिरहेको छ होइन तरै पनि खानु चाहिँ छोड्नु हुँदैन अनि हामी चाहिँ साथीहरू फटाफट खाँदैछौँ अनि यहाँनिर चाहिँ साथीहरू बिल्ली पनि कुद्दैछ बहिनी चाहिँ पक्रिँदै पनि छ साथीहरू अहिले चाहिँ हामी पानीपुरी खाएर पनि अब चाहिँ हामी रुमतिर लाग्यौँ अनि यहाँनिर हाम्रो बहिनीको चटक चाहिँ यस्तो छ बिरालोले साह्रै उसलाई दुःख दियो त्यसो नगर न साह्रै दुःख दियो अरे साह्रै कुद्छ नि त दुःख दिन्छ नि त त्यही भएर बहिनीलाई रिस उठेर चाहिँ यसो गर्दैछ अनि आजको भिडियो चाहिँ नानी नगर्नु त्यस्तो आजको भिडियो चाहिँ यस्तो नै भयो साथीहरू बाई बाई गुड मर्निङ मैले चाहिँ फेरि पनि हिजोकै भिडियोलाई कन्टिन्यू गरिरहेको छु अहिले चाहिँ हामी बिहान उठेर मुखहरू धोइवरी म चाहिँ बारीमा जाँदैछु अनि आज चाहिँ हामी ट्र्याक्टर लाउँदैछौँ फर्स्टमा चाहिँ हाम्रो छुनाको लगाएर रोपिसकेर मात्र अर्को हाम्रो चाहिँ सुरु गर्ने भनेको छ त्यही भएर साथीहरू यहाँनिर चाहिँ ट्र्याक्टर धमाधम लाउनु हुँदैछ अब चाहिँ हामी जाँदैछौँ गाइस यहाँनिर चाहिँ हाम्रो ट्र्याक्टर फसेर अघि यो के भन्छ ट्र्याक्टरको नाम ट्र्याक्टर फसेर साथीहरू अलिअलि जोतेर जानुभयो टन्नै छ यहाँ पनि छ यहाँ पनि ट्र्याक्टर फसेर यहाँ जोत्नु भएन अब के गरी रोप्ने हो साथीहरू अहिले चाहिँ हाम्रो 2 कल्ला बनेको छ यता चाहिँ मैले रोपिसकेको भन्दा पनि रोप्न आँटिसक्न आँटेको तिर्खा लागेर पानी ल्याउन गएको थिएँ म चाहिँ पानी चाहिँ यहाँ छ फ्रिजबाट आएको चिसो पानी गाइस अहिले चाहिँ हामीले धान रोपिसक्यौँ यो र पल्लो कल्ला चाहिँ अहिले हामीले रोप्यौँ अब चाहिँ हामी घर जान आँटेको ओए बहिनी नगर तिम्रो चप्पल कहाँ यहाँ हो त मेरो कपाल चाहिँ बाबाजीको जस्तो भइरहेछ यो चप्पल कसले हिलो पार्यो ए यो माथि हो अहिले चाहिँ हाम्रो चटपटी खाने कार्यक्रम भइरहेछ साथीहरू हामी चाहिँ धमाधम खाँदैछौँ अहिले चाहिँ हामी खटिया बजार उर्लाबारी आएको छौँ अनि म चाहिँ यतानिर बहिनीलाई टोइलेट गर्ने अरे त्यही भएर लिएर आएको छु अनि अब चाहिँ हामीले चटपटी खाइसक्यौँ अब चाहिँ हामी सेकुवा खान्छौँ र घर जान्छौँ साथीहरू हाम्रो बहिनीलाई हस्पिटल पनि पुर्यायौँ नि र साथीहरू अहिले चाहिँ हाम्रो सेकुवा पनि आइसकेको छ अनि हामी चाहिँ धमाधम खाने कार्यक्रमतिर लागिरहेको छ साथीहरू अनि हामी चाहिँ अहिले हतार गरिरहेको छौँ किनकि रात परिसकेको थियो त्यही भएर हामी चाहिँ घर फर्कन ढिला हुन्छ भनेर चाहिँ हामी चाहिँ छिटो छिटो गरिरहेछौँ अनि साथीहरू उर्लाबारीमा चाहिँ शुक्रबार चाहिँ हटिया बजार ठुलो लाग्दो रहेछ अनि म चाहिँ फर्स्ट टाइम आएको थिएँ साथीहरू अनि अहिले चाहिँ हामी बजारहरू भरिसकेर खाएर चाहिँ हामी फर्कन लागेको छौँ आजलाई भिडियो यति नै साथीहरू बाई बाई